हेलो नमस्ते सबैजनालाई। आजबाट वैदेशिक रोजगार र स्थानीय बासिन्दाको लागि भनेर दुई आइपिओ खोलेको छ। वैदेशिक रोजगारको लागि र स्थानीय बासिन्दाको लागि आजबाट आइपिओ खोलेको छ। त्यही आइपिओको बारेमा मैले तपाईहरुलाई भन्न गइरहेको छु। हजुरहरु सुन्नुस् है त। हाइड्रो पावरको नाम सोलो हाइड्रो पावर लिमिटेड। यो सोलो हाइड्रो पावर लिमिटेड चाहिँ आजबाट चाहिँ मङ्सिर 21 गतेसम्म चाहिँ स्थानीय बासिन्दाको लागि चाहिँ आजबाट मङ्सिर 21 गतेसम्म खुल्ला गरिएको छ। यसको नम्बर अफ सेयर चाहिँ 1 करोड किता छ। सोलो हाइड्रो पावरको स्थानीय बासिन्दाहरूको लागि चाहिँ 1 करोड किता छ। यसको इस्यु प्राइस प्रति किता चाहिँ यसको चाहिँ 100 रुपैयाँ भर्न सक्नुहुनेछ। यसको सेक्टर चाहिँ हाइड्रो पावर हो। यो चाहिँ लोकल पब्लिक स्थानीय बासिन्दाहरूको लागि चाहिँ तपाईको आजबाट 21 गतेसम्म चाहिँ भर्न सक्नुहुनेछ। यो धेरै किता 1 करोड किता भनेको धेरै किता हो। त्यही भएर तपाई चाहिँ यदि स्थानीय बासिन्दा हुनुहुन्छ भने चाहिँ यसको चाहिँ सकेसम्म धेरै भन्दा धेरै किता भर्नु होला भन्ने अनुरोध गर्दछु। त्यसैगरी अर्को सोलो हाइड्रो पावर चाहिँ वैदेशिक रोजगारीको लागि पनि आजबाट खुल्ला गरेको छ। आजबाट चाहिँ 10 गतेसम्म मङ्सिर 10 गतेसम्म खुल्ला गरेको छ। वैदेशिक रोजगारीको लागि चाहिँ 10 लाख किता खुल्ला गरेको छ। यो चाहिँ विदेशमा बस्ने व्यक्तिहरूले चाहिँ भर्न सक्नुहुनेछ। त्यसैगरी यसको चाहिँ इस्यु प्राइस 100 रुपैयाँ छ। यसको सेक्टर पनि हाइड्रो पावर हो। यो चाहिँ वैदेशिक रोजगारको लागि चाहिँ यो सोलो हाइड्रो पावर 10 लाख किता वैदेशिक रोजगारीको लागि र 1 करोडको किता चाहिँ स्थानीय बासिन्दाको लागि खुल्ला गरिएको छ। तपाईहरुले आजै बिहानबाट आज 10 बजेबाट चाहिँ भर्न सक्नुहुने थियो। तपाईले भर्नु भएको भएन। यदि भर्नु भएको छैन भने चाहिँ भर्नु होला। वैदेशिक रोजगारमा हुनुहुने सबैजनाले र स्थानीय बासिन्दाहरूले यो शेयर भर्नु होला। यो हाइड्रो पावर अन्तर्गतको शेयर हो। यदि तपाईले भर्नु नभएको भए वैदेशिक रोजगारको लागि चाहिँ मङ्सिर 10 गतेसम्म र स्थानीय बासिन्दाको लागि मङ्सिर 21 गतेसम्म यो शेयर नछुटाइकन भर्नु होला भन्ने अनुरोध गर्दछु। हस्त बाइ बाइ सी यू।